हेलो नमस्कार। यो डेभलपर अप्सन हटाउनको लागि सबैभन्दा पहिला सेटिङमा जानुपर्छ। सेटिङमा गएर एडिसनल सेटिङमा जानुपर्छ। नत्र जुनमा एडिसनल सेटिङ हुँदैन भने माई फोनमा गएर त्यसपछि भर्जन इन्फोमा जाने। त्यसपछि बिल्ड नम्बर छ त्यसमा चाहिँ 6 चोटि क्लिक गर्ने। अब हेर्नु पासपोर्ट माग्छ। पासपोर्ट मोबाइलको जुन माथिको लक हुन्छ त्यो चाहिँ दिनुपर्छ। त्यो दिएपछि अब भइसक्यो, अपडेट भइसक्यो। अब फेरि ब्याक जाने। ब्याक गएर अब फेरि अब हेर्नु सिस्टममा जानुपर्छ। सिस्टममा गएर अनि त्यसपछि सबैभन्दा तल डेभलपर अप्सन छ। डेभलपर अप्सनमा गएर माथि छ युज डेभलपर अप्सन, माथिको अप्सनमा यसलाई चाहिँ अफ गरिदिनु। अब तपाईँको डेभलपर मोड हट्छ अनि त्यो मोबाइल ब्याङ्किङहरूको समस्या सबै सोल्भ हुन्छ 100%। हस् त, धन्यवाद।